फर्स्टमा मैले आफ्नो लिपस्टिकको लाइनस्टोन क्लियर गरेँ। लाइनस्टोन क्लियर गरिसकेपछि ल्यासेस निकालेसकेपछि त्यो पङ्खावाला स्टेपको पेपर निकालेँ, न्युज पेपर निकालिसकेपछि कानमा अझाएको प्लास्टिकलाई निकालेँ। मैले रिमुभ गर्नको लागि पछाडिबाट प्लास्टिक च्यातेको थिएँ, तर पनि त्यो पोसिबल भएन किनकि एकदमै मस्त तरिकाले टाँसिया रहेछ। टाँसिएकोलाई त हतपत निकाल्न सकेन, अनि फेसियल हेयर पनि रहेछ टाँसिएको। निकाल्न त एकदमै पेनफुल हुन्छ नि त। त्यो लगभग बिस्तार स्लोली गरेर सबैतिर च्यात्दै अलिअलि स्किनलाई तान्दै निकाल्न त निकाले। एकदमै गाह्रो थियो निकाल्नलाई। पेपर निकाल्ने प्रोसेसमा मलाई लागिरहेको थियो मेरो फेसको एउटा हेयर निक्लिरहेको जस्तो लागिरहेको थियो, जस्तो लाग्यो कि मलाई फिल भइरहेको थियो कि मैले व्याक्स गरिरहेको छु भनेर। सबै क्लिन भइसकेपछि मैले वेब्सले फेस क्लिन गरेँ। अब त्यो पनि राम्रोसँग क्लिन हुँदैन नि त वेब्सले। अनि फेस गरेर पुरै मुख धोएपछि बोरोलिन यो क्रिम चाहिँ ड्राई स्किनको लागि एकदम बेस्ट क्रिम हो। मन पराउनु भयो भनेदेखि एक लाइक गरेर जानु। बाइ बाइ, सी यु इन नेक्स्ट भिडियो।